के नेपालमा यस्तो पैसाले जागिर दिने चलन साँच्चै अन्त्य होला? काठमाडौँको एउटा सानो चिया पसलमा सावन दाजु र एउटा बिचौलिया, जसलाई सबैले काजी भन्थे, मुखामुख भएर बसिरहेका थिए। हेर्नुहोस् सावनजी, यो करारको सिट हो, तर मैले हाकिमलाई नमिलाई हुँदैन। अलिकति खर्च पर्छ दिनुहोस्, जागिर पक्का हुन्छ। काजीबरी, म पैसा त दिउला, तर मलाई ग्यारेन्टी चाहिन्छ। चैत 13 गतेसम्म पर्खिनुहोस्, त्यसपछि कुरा गरौँ। काजीलाई लाग्यो सावन दाजु फसे। तर सावन दाजुको दिमागमा अर्कै योजना थियो। उहाँलाई थाहा थियो कि चैत 13 गते देशको राजनीति फेरिँदैछ। बालेन शाह प्रधानमन्त्रीको शपथ लिँदै थिए। शपथ ग्रहण सकिने बित्तिकै नयाँ प्रधानमन्त्री बालेनले पहिलो निर्णय गरिहाले। प्रशासनमा हुने भ्रष्टाचार र बिचौलियाको जाललाई 24 घण्टाभित्र ध्वस्त पार्ने। भोलिपल्ट काजी फेरि सावन दाजुकोमा पुग्यो। लौ सावन भाइ, शपथ पनि भयो, अब पैसा निकाल। सावन दाजुले झ्याप्प आफ्नो मोबाइल निकालेर हेलो सरकारको पोर्टल र बालेनको नयाँ एन्टी करप्सन टास्क फोर्सको नम्बर देखाइदिनुभयो। सावन दाजुले भन्नुभयो, काजी दाई, तपाईको बाउ प्राइम मिनिस्टर भएको भए पनि अब यो देशमा चाकरी र घुस खुवाएर जागिर पाइँदैन। बालेनले सिस्टम नै बदल्न थालिसके। अब जागिर मेरेक्न पाइन्छ, तपाईको सेटिङमा होइन। काजीको मुख निलो कालो भयो। उसले त्यहाँबाट भाग्नु बाहेक अरू कुनै विकल्प देखेन। सावन दाजुको यो चलाखी र आँटले देखाउँछ कि जब जनता सचेत हुन्छन्, तब मात्र बिचौलियाको राज अन्त्य हुन्छ। के नेपालमा यस्तो पैसाले जागिर दिने चलन साँच्चै अन्त्य होला? जनचेतनाको लागि यो सन्देश सबैलाई शेयर गरौँ।